नमस्कार सबैजनामा। आज म आफ्नो कम्पनी आइटी स्टिल स्ट्रक्चर सल्युशन्स प्राइभेट लिमिटेडको आफ्नो प्रडक्टको बारेमा केही जानकारी लिएर तपाईहरुको सामु आएकी छु। हजुरहरुलाई अवगतै छ, हाम्रो यस कम्पनीले लाइट गेज स्टिल फ्रेमिङबाट हामीले चाहिँ घर बनाउने गर्दछौं। अब हजुरहरुले बुझ्नुपर्ने कुरा लाइट गेज स्टिल फ्रेमिङ सिस्टम भनेको के हो भनेर यस विषयमा हामीहरुलाई धेरै क्वेशन्सहरु आइरहेको छ र अब म यस विषयमा विस्तृत जानकारी गराउन गइरहेकी छु। अब लाइट गेज स्टिल फ्रेमिङ सिस्टम भन्नाले एउटा यस्तो किसिमको मोडर्न कन्स्ट्रक्सन टेक्नोलोजी हो जसमा चाहिँ हामीले कोल्ड रोल्ड स्टिलबाट चाहिँ नि कन्स्ट्रक्सन मटेरियलहरु हामीले निकाल्ने गरिन्छ। अब कोल्ड रोल्ड स्टिल भन्नाले के हो भन्दाखेरि यो चाहिँ फलामलाई रुम टेम्परेचरमा मोल्ड गरेर आकारहरु दिन्छ र त्यसबाट चाहिँ हामीले कन्स्ट्रक्सन मटेरियलहरु निकाल्ने गर्दछौं। र यसरी निकालिएको कन्स्ट्रक्सन्स मटेरियलबाट हामीहरुले रूफ सिस्टम भयो, फ्लोर सिस्टम भयो, अनि रूफ प्यानल्स, अनि डेक्स गरेर र वलहरु पनि गरेर हामीले एउटा एन्टायर बिल्डिङ्सहरु चाहिँ हामीहरुले बनाउने गर्दछौं। अब हजुरहरुले बुझ्नुपर्ने कुरा हामीहरुले जुन